ए रामा नि भगवान मलाई राम्रो खाले क्यूट वाला ल्याइदिनु है Hi everyone, welcome to my vlog. आज चाहिँ हाम्रो एकदम स्पेशल भ्लग हो बिकज इट्स दसैँ भ्लग. सबैजनालाई दसैँको मङ्गलमय शुभकामना. प्लस आज हामी पेन्टिकटन आएको हो दसैँको टिका लाउनको भनेर. हाई भन्दै प्लिज. होइन अङ्कल के भन्दैन न प्लिज दसैँको लागि. Happy दसैँ everyone. अनि अझै अरू पनि अलि पछि भनौँला. अङ्कलले अलि रक्सी खाएपछि भन्नुहुन्छ अलि धेरै अलिकति. ह्याप्पी दसैँ होइन आन्टी तपाईँलाई पनि केही भन्नु छ कि? मलाई ह्याप्पी दसैँ सबैजनालाई. डेजेन होइन यसले त के हो के नगर त्यहाँ. लाखपाला कस्तो लागिरहेको छ दसैँमा हामी आज नयाँ ठाउँमा आउँदाखेरि. अमेजिङ रे अमेजिङ असम. अब हामी दसैँको टिका लाउनु पर्छ गाइजहरू. आज हामीले टेन्सनलाई फर्स्ट टाइम कुर्ता जस्तो लगाएको. आउन बेबी आउन बेबी आउ त तिम्रो आउटफिट देखाउँछु. कस्तो राम्रो रहेछ कस्तो राम्रो. हाई भनिदेऊ यता 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 यताबाट भन न यताबाट. ल हाई ह्याप्पी दसैँ भनिदेऊ. Happy दसैँ. नमस्ते गर्दै प्लिज यता. वेलकम टु माय मम्स च्यानल भन्नु. मेरो त्यो यता हो है त्यो हुँदैन है बेबी. त्यो ब्याग राख जाऊ. नै हुँदैन त्यो रक्स रक्स उता जाऊ त्यहाँ राख न राख जाऊ जाऊ त्यो फिर्ता राख त्यहाँ. ओ दसैँको सेटअप इज डन. यस्तो बोलो भन्नु नि. अब यस्तो अन्त यो छ नि एकदम छ्यामछ्याम हाल्नु न अलिक धेरै हाल्नु न. मलाई त हाल्नु धेरै अरूलाई हालेर हाल्ने नि. तिम्रो सबै कुरा राम्रो होस् भनेर पनि भन्नु न. कति कहाँ घुमाउने टिका पहिला त मनलाई लाउने बाबुलाई. बाबुलाई लगाइदिनु हुन्छ नमस्ते नमस्ते गरेर समृद्धि भएर हाम्रो बाबुले दोर्जे एकदम राम्रो भएर ठुलो मान्छे भएर दुःख बिमारी नलागोस् है. थ्याङ्क यू भनेकै. थ्याङ्क यू आन्टी. मलाई राम्रो खाले क्युट वाला ल्याइदिनु है. क्युट वाला ल्याइदिनु है. हाई गते त जिन एकदम पर्फेक्ट भएछ. टिका त आफूले बनाएको आज नि त्यही भएर पर्फेक्ट भएछ टिकाले. लिइरहेछ भनेको त अरूको घरमा हो. त्यसरी म यता हेबाट चाहिँ म तिनीहरूलाई मन लगाइदिन्छु नि त. ए ल ल हुन्छ. त्यही यिनीहरूलाई लगाइदिनु हुन्छ त. लाखपालाई आइज न लाखपा. लगाउने हामीले लगाएपछि त्यो हामीलाई नदिनु हामीलाई त पहिला गीतालाई गीतालाई त यहाँ के सुनेर तिमीले दोर्जेले दोर्जेको आमाले लिन्छ. थ्याङ्क यू भन्नु न. थ्याङ्क यू अङ्कल आन्टी. भुइँसरी ढोक्छु. टिका त सम्झा. तिमीले कहाँ त्यस्तो गर्ने हो त? उसले फ्रीमा हो यसको पैसा लिन्छ मैले. मम्मी जस्तो टुक्क गर्ने ल. बाजेले टुक्क गर्ने एउटा पनि दिँदैन लाग्छ. धन्यवाद. भाइ दुःख बिमार नलागोस्, हेल्थ एकदमै राम्रो होस्, सोचेको जति सब कुरा पुगोस्. छिटो छिटो तिमीहरूको पनि एकदम त्यही त सबसे फर्स्टै होस्. जे चिताको सधैँ ज्ञानी हुनु, ठुलो मान्छे बन्नु, निरोगी बन्नु ल. बिर्सेर बाबाले भनेको कुरा सबै मान्नु. Yes, lovely. Boy. Henry! I'm going to go
बाहिर एउटा फोटो खिच्नु अनि त्यहाँबाट पहिला हामी यसरी बसेको थियौँ मेरो अघिको रिलको आधा रिल यस्तो गरेर सधैँ लागिरहेको छैन अब हाम्रो अहिले टिका लाएर सिद्धिसक्यो टिका लाएर फोटो खिच्न जानु पर्यो रिल कन्टिन्यू गरौँ भनेको खै रिलै कन्टिन्यू गर्नै दिँदैन यहाँ आफ्नो सबैको सबैले उस छ क्या यहाँ पनि यसले त सुज लगाउँदा छिटो जाम के हो अरे फेरि भन्दै त नाम के हो अरे टिका पनि डन फोटोसुट पनि डन अब हामीसँग यस्तो यमी फुडहरू छ आज जो मैले बनाएको होइन अफकोर्स यो यस्तो मिठो छ मैले ट्राई गरिसकेँ एस्पेरेगसको अचार गाइज मैले फर्स्ट टाइम सुनेको एस्पेरेगसको अचार है मैले अघि टेस्ट गरिसकेँ यस्तो मिठो रहेछ अब हामी बार्बिक्यू गर्न रेडी अब हाम्रो यहाँ दसैँको फिस्ट अलमोस्ट रेडी के बनाएको रे अङ्कल के बनाएको रे मोमो फुटेन भने कस्तो राम्रो भएको छ के वाट डु मिन ए त्यो कप ओ सरी धेर तातो छ है प्लिज यहाँ हाम्रो अङ्कलले के वाउ अचार सचार अब टन्न खानुपर्छ गाइजहरू हामी खर्सी कता छ खै खर्सी वेयर इज वा कस्तो डेन्जर रहेछ है अब यो कति धेरै रहेछ नि त उ त्यो चाहिँ के हो उ त्यो चाहिँ उतापट्टिको चाहिँ हुन्छ होला वर्षर दिनमा लैलै हर्षका दिनै लैलै दसैँ तिहार खै के हो मलाई कसैले पनि सपोर्ट गर्दैन ब्याकअप सिङ्गरहरू कोही पनि एकदम हट छ त्यो ट्यु गरेर नि ल गर्दै हामीलाई नआऊ अघि मैले तास खेल्ने बेला भिडियो नै भ्लगै खिच्न भुलेछ क्या झन् यस्तो रमाइलो गरेको खिचेको देखाउँछु भनेको त अब यो हाम्रो थर्ड राउन्ड हो सेकेन्ड राउन्ड पनि के खायो थर्ड राउन्डमा फोर्थ राउन्डमा हामी आइसक्रिम पनि खान्छ जस्तो लागिरहेछ मलाई स्योर हो आई एम 100% स्योर त भन्न सक्दिनँ अहिले मैले एकछिन आइसक्रिम झिक्छ नि आन्टीले एक हान्दिउँ न एक हान्दिउँ बेबी तिमी हान अनि म लास्टमा हाल्छु क्या नत्र मलाई राम्रो तरिकाले हालिदेऊ न हालिदिन्छु प्लिज एस्थेटिक पारामा एस्थेटिक पारा प्लेटमा हालिदिने हो त एस्थेटिक पारामा ए यो मेरो दसैँको भात अब म मस्त भात खान्छु अनि रिल्याक्स गर्छु म भात खाएर कति बज्यो 9 बज्न लागिसक्यो Good morning guys. I was supposed to हिजोको राति खाना खाइसकेपछि झन् भाँडा साडा मोलेको तास खेलेको भिडियोहरू बनाउँछु भनेर सोचेको थिएँ
तर डेजिन यस्तो क्र्याङ्की भएर अब हिजो हामी धेरै लामो समयसम्म ट्राभल गरेर अनि दिनभरि हिजो हामी टिका लाउने यता बार्बिक्यू गर्ने के धेरै एक्टिभिटिजहरू डेजिन एकदम टायर्ड भएर रुन थाल्यो त्यही भएर मैले चाहिँ केही रेकर्ड नि गरिनँ फिल्म पनि गरिनँ सिधै भात खाएँ भाडा पनि मोलिनँ अझै त्यसमाथि भएन भनेर केही नगरिकन आएर सुतेँ अहिले चाहिँ कति बजी बिहानको 10:30 यो कफी मलाई हो खै मलाई मेरो खै त नेपालको जस्तो कि यो त टिपिकल मर्निङ आफ्टर दसैँ त्यो बिहान हुन्छ नि घरमा सामान जताततै सबजना कसैलाई केही गर्न मन छैन कसैलाई केही बोल्न पनि मन छैन के सिरियल आन्टी हो छोराहरूले यहाँनिर ब्रेकफास्ट बनाएर आन्टी यहाँ खाँदै ब्रेकफास्ट छोराहरूले ब्रेकफास्ट बनाएर आन्टी यहाँ कफी आरामले ए त्यो बियर ल त्यहाँ राख्दै त्यो प्लिज स्टप यो खानुपर्छ ल प्लिज जे बाबा भूत नहात्रे अभि डर लाग्दो ए हे मैले ढिलो बनाएको तरकारी पनि मलाई पनि यहाँ यसो अलिकति ए ओके बट वेयर इज माई तरकारी ओ मलाई यति धेरै तरकारी नहाल है मलाई पनि मासु ज्यादा हैन है म आफै हाल्छु तरकारी ढिलो अङ्कल तपाईले ढिलो चाख्नुभयो खतरा भइसक्यो ओके यो खै घिउ माथिबाट सट्टै हाल्नु पर्यो चम्चा दिने हो एउटा डु यु वान्ट चम्चा A1 भएछ हो कस्तो लाग्यो मैले बनाएको नि भनिदिनु न तिमी मलाई पानी पनि देऊ न पास गरेर कस्तो लाग्यो भनेको मैले बनाएको ढिलो भन्नु न यता हेर्नु त यता हेर्नु कस्तो लाग्यो भन्नु त गीता तिमीले कस्तो लाग्यो भन्नु न राम्रो छ भनेको गीताले कस्तो खतरा ढेडो बनाइदिएर हामीलाई थ्याङ्क यू सो मच गीता ओइ सुन्नुहोस् तैँले मलाई दामी लाग्यो ल ओके गीताको हातै मिठो के बोल्दै बताउँदैन किन कसले पताउँदैन तिमीले खाएर पताएन तिमी अङ्कल तपाईँ त कस्तो खानामा एकदम उस भएर डुब्नु भयो त यस्तो मिठो बनाएको छु मैले वर्षमा एकपल्ट मात्रै खानु पाउँछ यसरी हैन त्यही भएर अङ्कलले एप्रिसिएट गर्नुभयो यस्तो फेरि अचार पनि एक्ज्याक्ट के अचार चाहिँ के को अचार छ नहोला मैले बनाएको भने आन्टी के को अचार रे पुदिनाको अचार मैले बनाएको थिएँ किचन गार्डन तल हाम्रो गार्डनबाट गार्डन पनि मैले रोपेको के हो गार्डन अस्ति गर्मीमा आउँदाखेरि मैले पानी सानी हालेको थिएँ मिन्टमै फलेको अनि पचास हैन रिजेक्ट गरे किन राउँदाखेरि चाहिँ त्यो उ गरे सीफुड छ नि सीफुड बोइल दामी हुन्छ रिजन ट्राई गर्दा त मान्छे पनि धेरै हुने कहिले कम हुने भयो मैले त अल्छो त्यो त्यस्तो हुन्छ नि त्यो पुरा बसेर खान्छ नि अङ्कल त्यो प्लेट टेबलमा क्या त्यस्तो त मैले अल्छो मैले त्यसरी अल्छो पनि खाएको छैन त्यस्तोवाला नेक्स्ट टाइम जाने कर्न सन सब हालेर चाँडो पुरा हम्बर सम्बर पनि हुन्छ नि त ठोक्दै निकाल्दै खाने क्या तिमीहरू नेक्स्ट टाइम कहिले आउने हो प्लान गरेर छ्याप्पा अर्कै हप्ता आउनुपर्छ तिहारमा 2 हप्तापछि हो तिहार अब तिहारमा म यसो बाटो त्यति राम्रो हुँदैन बिस्तारै अलिक पछि आऊ भन्नु खोजेको यति स्ट्यान्ड भएको के काम सजलले चलाउनु हुँदैन ल हो तिमी यहाँबाट हेर मात्र ल प्लिज केही नगर ल ल छिटो आउनु ल यहाँ आइज त यहाँ आइज ल ल आऊ प्लिज उसले दिन्छ अहिले ल खै त आउनु न त फेरि टिका लाउने मान्छे एकछिन समात त बाबुलाई मैले अलिकति बाङ्गे देखेँ
तिमी एकदम शाका हो शाका शाका car. Ivali, give your car to Dai. ल ओके खै टिका लाउने मान्छे आउनु न प्लिज ल आऊ यसलाई मलाई देऊ मम्मीले ठाममा गर्छ अब के गर्नु मासु मासु खानु पर्यो साडी लाउने हैन लक्ष्मी गाउँदा होइन नगर न बेबी प्लिज मेरो भाइ बहिनीहरुलाई लाप्पा उता त्यो क्यामेरा यताबाट खिच्छ नि तैले बरु उताबाट उता बसेर खिच्छ न यसरी Steering only. Please. Wait, move, no, don't move. उताबाट खिच्छ है मलाई We will not. उतै एंगलबाट उतै सोफाको एंगलबाट टिका लाग्यो We will not. Hello, where are you? होइन Over there. ल त्यस्तो त्यस्तो तल गर्न पर्दैन यसो सिधा गर्के बाङ्गे यस्तो तल नगर के ल नाइस पानी हाल्नु पर्छ कि पहिला जल चलाउनु पर्छ कि पहिला भिडियो राम्रो खिच्दै छ त्यो सिधा भएन अलि राम्रो राम्रो कुरा पनि मलाई अलि अगाडि आउ त म भाइ बहिनी वाउ सधैँभरि यसरी नै मनले चाहेको कुरा होस् ए प्लिज दुई हातले चाहेको सबै कुरा पुरा होस् थ्याङ्क यू सो मच हे के अरे नौ दुर्गा भवानीले चाहेको केटी मान्छेले को सबै कुरा पुरा हुन्छ यस ल मिस्टर क्यानेडियन सिटिजन ल ल तिमीले त निरोगी हुनु रोग व्याध नलाओस् हेल्दी वाउ सो क्यूट भयो अनि समरा लगाएको भाइ को पर्यो हाम्रो के अरे आज दाइको को पर्यो र तिमीहरू न के अरे अङ्कल आन्टी भनेपछि म को पर्यो छोरा बुहारी फुपू हो पर्यो होइन ल फुपू एन्ड फुपाजी खास एक्चुअल म राखिदिन्छु त्यो म राखिदिन्छु एकदम ठिक आशीर्वाद छ एउटा भयो हुन्छ हामीलाई होइन बहिनीलाई त दिन्छु नि हामी यो पनि मै राखिदिन्छु नलिउ न अब यहाँ नाति केटालाई लगाइदिएको यता यता थाप्नु न दिदी प्लिज 3 टाइम्स थाप्नु ल तपाईलाई चाहिँ म नमस्ते मात्र गरेर यसरी ल यसो यस्तो गर्ने ल चुचीको ल अलिकति खाइहाल्छु नि होइन खायो खै हाट्नु न फेरि लास्टै गर्नु के आउनु न लास्ट एकछिन मेरो प्लान्ट निकालेर आउनु न एकचोटि लास्ट आउनु न लास्ट के एकचोटि अनि म लाइफमा कहिले भन्दिनँ कि प्लिज न प्लिज यहाँ आयो नि चुन्डीमा नाच्नु प्लिज के चुन्डी यस्तो गर्नु न चुन्डी यस्तै भन्नु ल होइन त्यसले त्यही गरिरहेछ